होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। आज चाहिँ इभिनिङ टाइममा म तपाईँहरूको लागि एउटा भिडियो लिएर आइरहेको छु। यो भिडियो चाहिँ कस्तो हो भने यो भिडियो चाहिँ अलिक खासै छ। तपाईँहरूले देख्न सक्नुहुन्छ ब्याकग्राउन्डको भ्यालीको भ्यू अनि यो भ्यालीको भ्यू चाहिँ देखाउनको लागि माझ म यो भिडियो लिएर आइरहेको छु। अनि यो भिडियो चाहिँ अलिक विशेष पनि हुनेछ किनभने यहाँबाट देखिने भ्यू चाहिँ तपाईँहरूलाई म देखाउन गइरहेको छु। यहाँबाट कस्तो देखिन्छ बवाल देखिन्छ इभिनिङ टाइममा है। तर अलिकति मौसम चाहिँ खुल्या छैन, तपाईँहरूले देख्न सक्नुहुन्छ अलिकति मौसम खुल्या छैन। त्यही पनि म तपाईँहरूको लागि चाहिँ यहाँबाट कस्तो देखिन्छ हल्का हल्का पनि कस्तो देखिन्छ तपाईँलाई म देखाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। तपाईँहरू अहिले चाहिँ हेर्न सक्नुहुन्छ मेरो घरबाट देखिने इभिनिङ भ्यू। अहिले चाहिँ ठ्याक्क 6 बज्न लागिसकेको छ अनि तपाईँहरूले देख्न सक्नुहुन्छ वरिपरिको ग्रिनरीहरू अनि टक्क बारीहरूमा चाहिँ हरियो पाराले गहुँ फलिरहेको छ है। अनि टक्क यो चाहिँ चाङ्गु नारायणको डाँडा हो माथि। अनि यहाँबाट तपाईँले देख्न सक्नुहुन्छ भ्यालीमा चाहिँ आज हल्का कुहिरो लागेको भएर चाहिँ खासै राम्रो देखिन सकेको छैन। तर पानी परेकोमा चाहिँ दामी देखिन्छ है। अहिले चाहिँ सनसेट चाहिँ हुन लाग्यो हो, तर चाहिँ अहिले उतापट्टि यो तुयाएर लागेको भएर चाहिँ खासै राम्रो देखेको छैन। तपाईँले देख्न सक्नुहुन्छ सर्व गुम्बा दामी छ गुम्बा चाहिँ। अनि मोबाइल राम्रोसँग देखेको छैन होला। इभिनिङ भ्यू देखाउँदैछु तपाईँहरूलाई म हाम्रो घरबाट देखिने दामी देखिरहेको छ है भ्यूहरू चाहिँ। खोइ भान्जा भनेको यो चाहिँ हाम्रो गाउँ हो, दामी छ हाम्रो गाउँको नजारा तपाईँलाई देखाउन गइरहेको छु म। दामी छ। अनि यहाँ चाहिँ टक्क ड्रागन फ्रुट्स रोपेको छ। यहाँ चाहिँ अर्को पनि सारिदिएको थिएँ मैले, यो चाहिँ हल्का ठुलो भइसकेको छ। यार ल यहाँ हेर के खेल्न तिमीहरू सब्सक्राइब गर्दैछ गरिदिनुहोस्, सब्सक्राइब गर्दैछ गरिदिनुहोस्। तिमीहरूले अहिलेको भ्लग हेरेको हेरेनौ दामी छ। ल यो नि हेर्ने है त अहिले ल। यो चाहिँ नेपालकै लामो जिप लाइन हो, प्रेम दरबार। तपाईँले गुगलमा सर्च गरेर पनि हेर्न सक्नुहुन्छ। यहाँ हो, यहाँबाट चाहिँ उता पर बास हाङ्ने सिक्छ त्यो डाँडोमा चाहिँ जाने जिप लाइन छ। त्यो चाहिँ नेपालकै लामो जिप लाइन हो। तपाईँहरूलाई हान्न मन लाग्छ भने तपाईँ पनि आउन सक्नुहुन्छ। अनि देखाउने भनेको यही हो मैले। त्यहाँ चाहिँ हाम्रो पोर्ट सका खेल्ने ग्रुपहरू डन्डर पोर्ट सका चाहिँ बिहानदेखि पोर्ट सकाबाट चल्छ। यो गाइजहरू तपाईँलाई मैले देखाउन खोजेको कुराहरू चाहिँ हाम्रो घरबाट देखिने भ्यूहरू। यो बाटो भनेको चाहिँ नगरकोट जाने बाटो हो। यो बाटो जान गयो भने चाहिँ माथि कलमसी ड्याम पनि पुग्छ। अनि यहाँबाट देखिने कुराहरू भनेको यो हो। अनि त्यहाँ विश्व सम्पदा सूचीमा परेको चाङ्गुनारायणको मन्दिर चाहिँ त्यहीँ पर्छ, तर क्यामेराको राम्रोसँग जुमको कारणले गर्दा चाहिँ राम्रोसँग देखेको छैन। अनि मैले एसएलसी एक्जाम दिएको स्कुल चाहिँ त्यो हो देखेको। त्यो चाहिँ खैरपाटी भन्ने ठाउँमा पर्छ। दामी नै देखिन्छ हेर्नु सक्नुहुन्छ तपाईँले। एयरपोर्ट पनि कस्तो भवाले लाइट चम्किरहेको छ है। यहाँबाट चाहिँ एकदम भवालै देखिन्छ क्या लाइटहरू चाहिँ। हेर्नुहोस् भ्यूको मजा लिनुहोस्। यहाँबाट चाहिँ बवाल भ्यू देखिन्छ है। भ्यालीको चाहिँ पुरै भ्यू देखिन्छ यहाँबाट। एकदम दामी इन्जोयबल ठाउँ छ।